युट्युबरहरू चाहिँ युट्युबमा काम गर्छ र भिडियोहरू पनि अपलोड गरिरहेको हुन्छ, तर त्यसमा भ्युज आएन भने मनै खल्लो भइरहेको हुन्छ। त्यसैले हामी चाहिँ हरेक भिडियोमा चाहिँ भ्युज धेरै आओस् भनेर सोचिरहेको हुन्छौँ। तर हामी जति पनि भिडियो अपलोड गर्छौँ कहिले पनि हाम्रो भिडियोमा भ्युजै आउँदैन। झन् नयाँहरूको त भ्युजै आउँदैन। मरेर तपाईँले 5, 10, 15 आउँछ। त्यसैले हामी चाहिँ चिन्तित भइरहेको हुन्छौँ कि भ्युज कसरी बढाउने त। तपाईँको मात्र होइन, सबैको मनमा यस्तै भइरहेको हुन्छ, भ्युज कसरी बढाउने त। 10, 15 भ्युजभन्दा धेरै आउँदैन। त्यसैले हामीले चाहिँ सधैँ नै नयाँ ट्रिकहरू चाहिँ अप्नाइराख्नुपर्छ। सधैँ एउटै ट्रिकले हुँदैन, किनकि हामी चाहिँ युट्युबले बुस्ट गर्छ भनेर चाहिँ कहिले नसोच्नुहोस्। कहिलेकाहीँ हामी चाहिँ आफैले पनि ट्राई गरिराख्नुपर्छ। त्यसैले तपाईँहरूले चाहिँ अलग्गै तरिकाले तपाईँलाई चाहिँ आइडिया लाउन सक्नुहुन्छ। त्यस्तो भिडियोहरू तपाईँलाई चाहिँ देखाउन गइरहेको छु। पहिलाभन्दा केही न मात्रामा तपाईँको भ्युजहरू बढ्छ भने म तपाईँहरूलाई भन्दिनँ कि हजारौँ भ्युज आउँछ भनेर, लाखौँ भ्युज आउँछ भनेर। तर पहिलाको भन्दा केही न मात्रामा तपाईँको भिडियोहरूमा चाहिँ भ्युजहरू बढ्न सक्छ। त्यसैले तपाईँहरू यस्तो आइडिया जान्न चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। र पहिलोचोटि मेरो च्यानल भिजिट गर्नुभएको छ सब्सक्राइब गर्न नबिर्सनुहोस्, किनकि यस्तै ट्रिकी भिडियोहरू तपाईँले चाहिँ पाउन सक्नुहुन्छ, आफ्नो च्यानललाई ग्रो गर्न सक्नुहुन्छ। र यो तरिका अपनाउनु भने केही न मात्रामा तपाईँको भिडियोहरूमा चाहिँ भ्युज बढी आउन सक्छ। पहिलाभन्दा अलिकति केही नै मात्रा, म तपाईँहरूलाई हजारौँ भ्युज आउँछ भनेर भन्दिनँ, किनकि केही मात्रामा तपाईँको भिडियोहरूमा चाहिँ भ्युज बढ्ने हुन्छ। र यो आइडिया लाउनुहोस्। बेला बेलामा पनि यस्तै आइडियाहरू लगाइरहेको हुन्छु। मैले पनि यस्तै आइडिया लगाएर चाहिँ हेर्नुहोस्, जुन चाहिँ मेरोमा चाहिँ यहाँ 6.9K चाहिँ भ्युज आइरहेको छ। र यसको हेर्न सक्नुहुन्छ, यो चाहिँ मजाले तपाईँ हेर्न सक्नुहुन्छ, यसरी चाहिँ भ्युजहरू बढ्दै गइरहेछ। यसरी लाउनु भने हेर्नुहोस्, यसरी चाहिँ तपाईँको भिडियोहरू चाहिँ बढ्दै यसरी गइरहेको छ। किनकि एकैचोटि धेरै भ्युज आउँदैन, केही मात्रामा 4 घन्टा 5 घन्टा पछि, एक दिनपछि तपाईँको बिस्तारै तपाईँको किवर्डहरूले काम गर्यो भने तपाईँको ट्यागहरूले काम गर्दै गयो भने यसरी काम गर्छ र तपाईँको च्यानलमा भ्युज पनि आउँछ। त्यसपछि यहाँ रिचमा जानु हो भने रिचमा गयो भने तपाईँको हेर्नुहोस्, यहाँ तपाईँको इम्प्रेस क्लिक यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ इम्प्रेसन तपाईँको क्लिक पनि तपाईँको चाहिँ यहाँ 37,000 आइरहेको छ। र तपाईँको च्यानलमा जति धेरै इम्प्रेस तपाईँको आउँछ सरी हेर्न सक्नुहुन्छ। यो जति नै युट्युबले चाहिँ भिडियोको इम्प्रेस बढाउँछ त्यति नै तपाईँको भिडियोहरूमा चाहिँ भ्युज आउन सक्छ। जबसम्म युट्युबले धेरै मान्छेलाई पठाउँदैन इम्प्रेसन, तबसम्म तपाईँको भिडियोहरूमा चाहिँ कहिले भ्युज आउँदैन। त्यसैले तपाईँले चाहिँ सबभन्दा मेन भनेको चाहिँ युट्युबमा चाहिँ इम्प्रेसन नै सबभन्दा मेन हुन्छ। जबसम्म तपाईँको भिडियोहरूमा चाहिँ धेरै मान्छेलाई चाहिँ इम्प्रेसन पुग्दैन तबसम्म तपाईँको भिडियोहरूमा चाहिँ भ्युजै आउँदैन। किनकि मान्छेलाई देखाउँदैन तपाईँको भिडियोलाई, त कसरी तपाईँको चाहिँ भ्युज आउँछ। त्यसैले चाहिँ युट्युबले इम्प्रेसन चाहिँ सबभन्दा मेन हुन्छ। र इम्प्रेसन छ भने मात्र तपाईँको भिडियोहरूमा चाहिँ भ्युज बढी आउँछ। कुनै पनि सब्जेक्टमा तपाईँले चाहिँ भिडियो बनाउन आँट्नु भएको छ, कुनै पनि तपाईँको चाहिँ क्याटेगोरीको तपाईँको च्यानल छ, जस्तै तपाईँको ब्लग गर्नुहुन्छ, कमेडी गर्नुहुन्छ, कुकिङ गर्नुहुन्छ, कुनै पनि च्यानल छ भने तपाईँले सबभन्दा सुरुमा तपाईँले चाहिँ सर्च गर्नुपर्ने हुन्छ। जस्तै सर्च गर्दाखेरि तपाईँले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, यो यसरी सर्च गरेर जस्तै के गर्न आँट्नु भएको छ, जस्तै भ्युज कसरी बढाउने भनेर यसरी लेख्नु भने भ्युज कसरी बढाउने भनेर यसरी सर्च गर्नु भने तपाईँको यसरी हेर्न सक्नुहुन्छ। यसरी यसको यसरी टप आइरहेछ, यसरी चाहिँ टपमा आइरहेछ। ल हेर्नुहोस्, यसरी चाहिँ टपमा आउँछ। यो भनेको चाहिँ तपाईँको चाहिँ किनकि मैले यिनीहरूलाई चाहिँ सब्सक्राइब गरिरहेको छु अनि मात्रै यसरी आइरहेछ। यसको पनि यिनीहरूको पनि मैले सबलाई सब्सक्राइब गरिरहेको हुन्छ। र यो मेरो भनेको तपाईँको चाहिँ यो हेर्न सक्नुहुन्छ। तर यसरी गर्नु हुँदैन, किनकि तपाईँले सबभन्दा सुरुमा तपाईँले चाहिँ यो हेर्न सक्नुहुन्छ, यसमा जान सक्नुहुन्छ र तपाईँले चाहिँ ओके गर्नुहोस्। ओके गरेर तपाईँले चाहिँ यो हेर्न सक्नुहुन्छ, यसरी चाहिँ टर्न अन इन्कोटिङमा गरेर तपाईँले चाहिँ ओके गर्न सक्नुहुन्छ। यहाँ ओके गरेर तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ। यो चाहिँ तपाईँको चाहिँ फ्रेस छ। जे सर्च गर्नुहुन्छ कसैलाई थाहा हुँदैन, यो युट्युबलाई केही थाहा हुँदैन। यो भित्र तपाईँले सब्सक्राइब कसैले गर्नुभएको छ या तपाईँको च्यानल छ यसमा कसैले थाहा पाउँदैन। यो तपाईँ एकदम फ्रेस हुन्छ। जुन टपिक्समा तपाईँले सर्च गर्नुहुन्छ त्यो रियलमा तपाईँको चाहिँ यो सबभन्दा टपमा ऱ्याङ्कमा भइरहेछ भन्ने कुरा बुझ्न सकिन्छ। त्यसैले यहाँ जस्तै मैले सपोज चाहिँ सब्सक्राइब कसरी बनाउने यसरी सर्च गर्नु भने तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ, यसरी सबभन्दा आइरहेछ। तपाईँले यो टपमा यसरी आइरहेछ हेर्न सक्नुहुन्छ। कुनै पनि तपाईँले चाहिँ च्यानलहरूको चाहिँ यसरी सबभन्दा नयाँ कुन छ तपाईँको चाहिँ यसरी हेर्न सक्नुहुन्छ। यहाँ यसरी हेर्नुहोस्, यसरी तपाईँको चाहिँ आइरहेछ 9 महिनाको छ। यसरी तपाईँको चाहिँ यसको 6 महिना छ। यसरी हेर्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस्, यसको चाहिँ सबभन्दा अब यो नयाँ छ। तपाईँ यो 13 दिनसम्म नयाँ भिडियो कसको छ त, यो मान्छेको हेर्नुहोस्, यसरी यो भिडियोको छ। र यो भिडियोलाई यसरी जति पनि यसरी सर्च गर्न सक्नुहुन्छ। सर्च गरेर तपाईँ जुन टपिक्समा तपाईँले बनाउनु भएको छ र त्यसको सबभन्दा नयाँ यसरी हेर्नुहोस्। थोरै टाइम लाग्न सक्छ तर तपाईँले चाहिँ सबभन्दा बेस्ट पाउन सक्नुहुन्छ। यसरी तपाईँले हेर्नुहोस्, यो भिडियो सबभन्दा नयाँ छ। यो भिडियो चाहिँ भाइरल भइरहेछ। यसको हेर्न सक्नुहुन्छ, यसरी चाहिँ उसको धेरै भ्युज आइरहेछ। यसको ओके गर्ने भने हेर्नुहोस्, यसलाई ओके गर्न सक्नुहुन्छ। ओके गरेर तपाईँले चाहिँ यसको हेर्न सक्नुहुन्छ। तपाईँ यहाँ च्यानल सब्सक्राइब चेक गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँ चाहिँ भिडियोमा जान सक्नुहुन्छ। या तपाईँले चाहिँ यसको नर्मल भिडियो हेर्नुहोस्, तपाईँको चाहिँ 1.3K मात्रै आउँछ भने तपाईँको चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। यसरी तपाईँ हेर्न सक्नुहुन्छ। कुनैमा 700 मात्रै आइरहेछ, 783, यसो 600 यसरी आइरहेछ।
यसरी 600 मात्रै आइरहेछ। त्यसैले तपाईँको यो भिडियोहरू उसमा धेरै नै भ्युज आइरहेछ। अब यो भिडियोलाई यही भिडियोलाई तपाईँ जस्तो कि नयाँ भिडियो छ, तपाईँ हेर्न चाहनुहुन्छ, यो 13 दिन मात्रै अगाडि हालिरहेछ। जुन भिडियोमा तपाईँले हेर्नुहुन्छ जस्तै 2 दिन, 5 दिन, 10 दिन, 15 दिनको भिडियोहरू, 1 महिनासम्मको भिडियो जसको धेरै भ्युज छ भने, जति तपाईँको जस्तै भ्युज 2 दिन, 3 दिनमा, 5 दिनको आएको भिडियोहरू छ, त्यस्तो भिडियोहरूको तपाईँले चाहिँ चुज गर्नुपर्ने हुन्छ। जस्तै यहाँ उसको हेर्न सक्नुहुन्छ, यहाँ 13 दिन छ। यहाँ 13 दिनमा उसले चाहिँ 13 दिनमा त्यसको भ्युज हेर्नु भने 13 के आइरहेछ, 13,000 भ्युज आइरहेछ। यस्तै भिडियोलाई तपाईँले चाहिँ यहाँ यो भिडियोको तपाईँले चाहिँ लिङ्क यहाँ कपी गर्नुपर्ने हुन्छ। यसरी सेयर जान सेयरमा ओके गर्न सक्नुहुन्छ। ओके गरेर तपाईँले चाहिँ यहाँ कपी लिङ्क गर्न सक्नुहुन्छ। यसरी कपी लिङ्क गरेर तपाईँले चाहिँ ओके गर्नुहोस्। कपी लिङ्क गर्नुहोस्, कपी हुन्छ यसरी। त्यसपछि तपाईँले प्ले स्टोर जान सक्नुहुन्छ। प्ले स्टोरमा गएर तपाईँले चाहिँ प्ले स्टोरमा गएर तपाईँले चाहिँ यहाँ वाइ टुल भनेर तपाईँले चाहिँ यहाँ सर्च गर्न सक्नुहुन्छ। वाइ टुल गर्नुहोस्। वाइ टुल गरेर तपाईँले चाहिँ यहाँ मैले चाहिँ अलरेडी यहाँ यसरी तपाईँले चाहिँ इन्स्टल गर्नुपर्ने हुन्छ। मैले चाहिँ अलरेडी नै इन्स्टल गरिरहेको छु। तपाईँले त्यसपछि तपाईँले चाहिँ ओपन गर्न सक्नुहुन्छ। ओपन गर्नुहोस्। ओपन गरेर तपाईँले चाहिँ यहाँ यसरी गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँले चाहिँ यहाँ यो हेर्नुहुन्छ, यहाँ लेखिरहेछ तपाईँ इन्टर भिडियो च्यानल भनिरहेछ। तपाईँले चाहिँ जुन हामीले कपी गरेको छौँ त्यो कपीलाई हामीले यहाँ पेस्ट गर्नुपर्छ। यसरी पेस्ट गरिदिनुहोस्। पेस्ट गरेर तपाईँले चाहिँ गो गर्न सक्नुहुन्छ। गो गरेर तपाईँले चाहिँ थोरै टाइम लिन सक्छ। यसरी तपाईँको ओपन हुन्छ। त्यसपछि तपाईँले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, तपाईँको चाहिँ कपी टाइटल लेखिरहेछ, कपी डिस्क्रिप्सन लेखिरहेछ, कपी ट्याग लेखिरहेछ, सम्पूर्ण यहाँ लेखिरहेछ। तपाईँले चाहिँ चेक गर्नु। सबभन्दा सुरुमा तपाईँले चाहिँ कपी टाइटल तपाईँले ओके गर्न सक्नुहुन्छ। यहाँ कपी गर्ने बित्तिकै कपी गर्नुहोस्। कपी गर्ने तपाईँ यहाँ कपी हेर्नु सक्नुहुन्छ। यसरी टाइटल कपी भइसकेको छ। त्यसको तपाईँले चाहिँ यो यस भिडियोमा जति पनि युज गरेको छ त्यो सम्पूर्ण कुरा तपाईँले चाहिँ कपी गर्नुपर्ने हुन्छ। यसरी कपी गर्नुहोस्। कपी गर्ने तपाईँले सबभन्दा सुरुमा तपाईँले चाहिँ यो कुनै पनि नोटप्याडमा जान सक्नुहुन्छ। नोटप्याडमा गएर तपाईँले चाहिँ यहाँ ओके गर्नुहोस्। त्यसपछि तपाईँले चाहिँ यहाँ सर्च गर्न सक्नुहुन्छ। यसो नोटप्याडमा गएर तपाईँले चाहिँ लेख्न सक्नुहुन्छ। र त्यसपछि तपाईँले यहाँ कपी गर्नुहोस्। यसरी पेस्ट गर्नुहोस्। हेर्न सक्नुहुन्छ यो सम्पूर्ण उसको चाहिँ यही हो। उसको चाहिँ टाइटल भनेको यही हो। उसले चाहिँ हाउ टु कम्प्लिट 1K सब्सक्राइब अन युट्युब नेपाल भनिरहेको छ। यसरी तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ यो सबै टाइटल उसैको हो। यसरी टाइटल तपाईँले गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँले चाहिँ फेरि हामी ब्याक जान सक्छौँ। त्यसपछि फेरि हामी यसको यो कपी डिस्क्रिप्सन लेखिरहेको छ। हेर्नुहोस्, यो कपी डिस्क्रिप्सनमा ओके गर्न सक्नुहुन्छ। यो पनि तपाईँको उसको डिस्क्रिप्सन कपी हुन्छ। यसरी ओके गर्नुहोस्। ओके गरेर यहाँ फेरि कपी गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँले फेरि हामी चाहिँ यहाँ गएर त्यसको यहाँ ब्याक गरेर यसरी थोरै हामी चाहिँ यहाँ लेख्न सक्छौँ, तल जान सक्छौँ। त्यसपछि हामी यहाँ फेरि हामी पेस्ट गर्न सक्छौँ। यसरी पेस्ट गरिदिनुहोस्। पेस्ट गरेर यहाँ उसले जति पनि हेर्नुहोस् उसको डिस्क्रिप्सनमा लेखेको सम्पूर्ण कुरा यहाँ लेखिरहेछ। उसले धेरैचोटि हेर्नुहोस् उसले चाहिँ के लेखिरहेछ हेर्नुहोस्। यसरी चाहिँ यसलाई सम्पूर्ण कुरा लेखिरहेछ। यसरी कुनै पनि च्यानलको नाम लेखेको छ भने त्यसलाई हटाइदिनुहोस्। त्यसपछि तपाईँको च्यानलको नाम लेख्न सक्नुहुन्छ। त्यसपछि फेरि हामी यसलाई ब्याक गर्न सक्छौँ। त्यसपछि उसले चाहिँ ब्याक गरेर तपाईँले चाहिँ यो त्यसपछि तपाईँले चाहिँ हाम्रो यो अहिले तपाईँको एभरेजहरू आउँछ। त्यसपछि तपाईँले हेर्नुपर्ने हुन्छ। ओके गर्नुहोस्। ओके गरेर तपाईँले चाहिँ तल जान सक्नुहुन्छ। सम्बन्ध यो ह्यासट्याग लागिरहेछ। हेर्नुहोस् यो तपाईँको उसले ह्यासट्याग छ। तपाईँको यो ह्यासट्याग पनि लागिरहेछ। तपाईँले चाहिँ उसको किवर्डहरू पनि तपाईँले चाहिँ यहाँ चुज गर्न सक्नुहुन्छ। यसरी तपाईँले किवर्ड लेखिरहेछ, किबोर्ड लेखिरहेछ होइन, किबोर्ड लिस्ट लेखिरहेछ। तपाईँले चाहिँ यहाँ कपी गर्न सक्नुहुन्छ। यसरी कपी गरिदिनुहोस्। यसरी कपी गर्न सक्नुहुन्छ। कपी अलमा गर्ने बित्तिकै तपाईँको जो सबै उसको ट्यागहरू चाहिँ यसरी कपी हुन्छ। त्यसपछि तपाईँले चाहिँ यहाँ पेस्ट गर्न सक्नुहुन्छ। यसरी पेस्ट गरिदिनुहोस्। यसरी हेर्नुहोस्, यसरी तपाईँको पेस्ट गरिदिनुहोस्। यसरी उसको चाहिँ ट्यागहरू, यही ट्यागहरूले गर्दाखेरि उसको भिडियोहरू भाइरल भइरहेछ। त्यसैले तपाईँले सम्पूर्ण उसको चाहिँ ट्याग भयो, टाइटल भयो, डिस्क्रिप्सनहरू सबै तपाईँले कपी गर्नुपर्ने हुन्छ। यो सम्पूर्ण कुराहरू तपाईँले चाहिँ जुन टपिकमा तपाईँले भिडियो बनाउँदै हुनुहुन्छ त्यसैमा तपाईँले चाहिँ सम्पूर्ण कुरा उसको चाहिँ लेखिदिनुहोस्। यो सम्पूर्ण कुरा तपाईँले जति कपी गर्नुभएको छ, तपाईँले जुन सब्जेक्टमा तपाईँले भिडियो बनाउँदै हुनुहुन्छ त्यही भिडियोमा तपाईँले चाहिँ सम्पूर्ण यस्तो यो टाइटल लेखिदिनुहोस्, डिस्क्रिप्सन लेखिदिनुहोस्। र यसरी गर्नु भने पक्कै तपाईँको भिडियोहरूमा चाहिँ केही मात्रामा पहिलाभन्दा धेरै नै भ्युज आउन सक्छ। र एउटा नोट के छ भन्दाखेरि सबभन्दा सुरुमा तपाईँले चाहिँ यो भिडियोको लेन्थ कति छ त हेर्न सक्नुहुन्छ। सबभन्दा सुरुमा यसको यो भिडियोको लेन्थ हो भने तपाईँको 14.47 सेकेन्ड छ। त्यसैले तपाईँले चाहिँ यो लेन्थभन्दा तपाईँले चाहिँ 1 मिनट 2 मिनट चाहिँ तपाईँको चाहिँ लामो बनाउन सक्नुहुन्छ। तपाईँले 5 मिनट पनि बनाउन सक्नुहुन्छ लामो। तर योभन्दा यो जुन लेन्थ छ यो भिडियोको लेन्थभन्दा तपाईँले चाहिँ अलिकति लामो बनाउनुहोस् र राम्रो पनि बनाउने कोसिस गर्नुहोस् भिडियो पनि। जस्तै तपाईँको भिडियोहरूमा चाहिँ भ्युज आएन भने तपाईँले चाहिँ यो थम्बनेल पनि तपाईँले चाहिँ चेन्ज गर्न सक्नुहुन्छ। र तपाईँले थम्बनेल चेन्ज गर्नुहुन्छ भने पक्कै तपाईँको युट्युबले पनि यसरी इम्प्रेसनहरू पनि जसरी हेर्न सक्नुहुन्छ। यो इम्प्रेसन पनि तपाईँको चाहिँ युट्युबले बढाइदिन्छ र तपाईँको फेरि भ्युजहरू आउन सक्छ। एकैचोटिमा धेरै नआयो भने तपाईँको चाहिँ 4 घन्टा 8 घन्टा 10 घन्टामा तपाईँको भिडियोहरू चाहिँ र्याङ्कमा आउन सक्छ। जस्तो ट्यागलाई काम गर्न थाल्यो भने तपाईँको भिडियोहरूमा चाहिँ भ्युजहरू बढ्दै जान्छ। एकैचोटि धेरै चाहिँ आउँदैन, तर पहिला भन्दा केही न केही मात्रामा तपाईँलाई चाहिँ भिडियोहरूमा चाहिँ धेरै भ्युज आउन सक्छ। यसरी पनि तपाईँले सजिलो तरिकाले चाहिँ भ्युजहरू बढाउन सक्नुहुन्छ। एकपल्ट तपाईँले चाहिँ ट्राई गरेर हेर्नुहोस्। पक्कै तपाईँको भिडियोहरूमा चाहिँ पहिलाभन्दा तपाईँको भिडियोहरूमा चाहिँ भ्युज बढी आउन सक्छ। भिडियो मन पऱ्यो लाइक पनि गरिदिनुहोस् र पहिलोचोटि मेरो च्यानल भिजिट गर्नुहुन्छ भने सब्सक्राइब नबिर्सनु। आज यति नै, फेरि अर्को नयाँ भिडियो लिन्छौँ। धन्यवाद।